मुड चढ्दाखेरि उति जानु पऱ्यो नि पुरै फुल मेकअप गरेर गइन्छ। मुड चलेन भने यत्तिकै भत्याङ भुतुङ हुँदा पनि कहाँ कहाँ पुगेर आइन्छ क्या। त्यस्तो कुरामा चाहिँ म पर्छु है। अनि चाहिँ आज ग्रोसरीको लागि जाँदैछौँ। अनि आज स्याटरडे हो नि त, बिहानदेखि फ्री छु अनि भिडियो बनाउनु मन लाग्यो। अनि यो छ क्या मलाई युनिभर्सल टिन्टेड मोइस्चराइजर है, टिन्टेड मोइस्चराइजर सनस्क्रिन। अनि यसमा हल्का बिबी क्रिम जस्तो हुन्छ टिन्टेड है। यो चाहिँ म छर्यो, यो चाहिँ म काममा जाने बेलामा जहिले लगाउँछु क्या। यति सजिलो छ अनि ब्लेन्ड पनि चाँडै हुन्छ क्या। होइन म लगाएर देखाउँछु ल यता। यो चाहिँ मेरो नेचुरल है, हेर्नु त स्किन यस्तो छ। त्यस्तो धेरै आउँदैन, अलिअलि चाहिँ हुन्छ है। पहिला पहिला चाहिँ मैले त्यो अर्कै लाउँथेँ कि बेबी क्रिम। यो मैले पाइकन चाहिँ म चाहिँ अहिले यो मात्र लगाउँछु। अनि मोइस्चराइजर नि भयो, हल्का बिबी क्रिमको जस्तो काम नि गर्यो, अनि सनस्क्रिन पनि भयो। 3 in 1 है। मेरो छोरीलाई खोकी लागेको छ, खोकिरहेछ। हेर्नु त कस्तो मजाले ग्लो पनि दिन्छ क्या यसमा। मैले चाहिँ अघि न मोइस्चराइजर लगाएको थिएँ अनि सिरमहरू लगाएको थिएँ, त्यति नै हो। परबाट चाहिँ यतिको देखिरहेको छ। एकदमै राम्रो छ यो ड्राई स्किनको लागि त बबाल है। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। यसको लिङ्क म यहाँ राखिदिनेछु है। त्यस्तो धेरै पनि दिँदैन, ठिक्कको है, लगाए जस्तो पनि फिल हुँदैन क्या। यसको सबैभन्दा मनपर्ने भनेको यसले यस्तो राम्रो ग्लो दिन्छ नि फेसमा।